घरमा पनि नयाँ मान्छेको प्रवेश भएको छ। भान्जालाई स्वागत गर्नको लागि हामी एकदम तयारमा छौँ। रेडी छ हाम्रो भान्जा भित्र बाहिर गाडीमा। यस स्वागतको लागि शशीमाया तामाङ रेडी छ भन्ने आमा पनि रेडी। सबैजना खुसी छन्। एकछिन आमा त्यो माथिबाट खुसी छन्। खुसीलाई आज धेरै वर्ष छ भान्जालाई स्वागतको लागि भान्जालाई स्वागतको लागि हामी रेडी छौँ। भाइ पनि स्वागतको लागि आउनु भएको छ। आसु भाइ पनि चिसोमा बिचरा रातो पिरो भएर आउँदा हुन्छ ल। अलरेडी होइन हुन्छ केही हुँदैन। त्यो यस्तो मान्छे देखाउने त हो नि, सबैलाई देखाउनु। खोल्नु जाँदैन कि हो तयार रेडी। आसुलाई थाहा छ होला। आसुलाई अलिक तपाईँलाई थाहा हुन्छ। त्यसलाई पक्राउँदै भाइ त्यही बस्छ। हजुर म भिडियो गर्दैछु। एकदम तयार छ तर अलिकति यस्तो हिउँको समयमा भान्जा बाबुको प्रस्थान। ल ल आसु ओ भाइ आयो, काचङ आयो, भान्जो आयो। भान्जो बोक्नु नि तरिका भन्नुपर्छ नि एकदम। ल छिटो राम्ररी गर्ने भिडियो काले नै लाइट बोकेर बस्नु। चिसो भयो चिसो भयो चिसो भयो चिसो भित्रलाई लड्छ है। स्वागत नयाँ मान्छेलाई। नयाँ मान्छेले स्वागत स्वागत ओके। ईशान यहाँ आयो यता पापालाई स्वागत। स्वागत
र त्यही लड्छ है बिस्तारै हिँड्ने लड्छ नि बिस्तारै जान्द सक्दैन मलाई मार्की लगाइराख्नु त्यही भएर क्या बिस्तारै बिस्तारै जा होइन त्यत्तिकै होस् त्यत्तिकै होस् त्यत्तिकै होस् त्यत्तिकै होस् भोलि पर्सि बाजेको आँखेको छेस्याम चाहिँ नातिले सँगाल्नु पर्छ सँगाल्ने नाति आउँदैछ खुसी लागेको छ तिमी खानु नानीलाई अलिकति खुवाइदिऊ अनि तिमी नखुवाउ पनि होला नानीलाई त यसो भोइसो गरिदिनु उयो गर्छ है ए मासु भिडियो खोइ आएन होला आएन होला लु बस बस लड्छ ब्राउ यसलाई कोठापट्टि सक्यो अब लुगाको नि उयो राख्नु खोइ थाङ्ना निकाल्नु कहिले त्यहाँ त ओछ्याउनु पर्छ त यहाँ त नसेर हुन्छ अब उयो थाङ्ना दिनु त थाङ्ना खोज्नु न खोइ नानीलाई हामीलाई हुन्छ हुन्छ ज्योति धोएर मात्रै लाउने मुखमा ल ल ल जानु लिएर ईशान को नानी भान्जा पो आयो त भाइ पनि भान्जा भयो भाइको भान्जा भयो त भाइ भाइ काले भान्जा आयो सेतो छ नि बोक्नु जान अन्त टाउको त कस्तो किड्की हुन्छ नि जान्नु पर्यो बोक्नु सुत्नु त कति सुत्दो रहेछ सुत्दो त्यो सिधै को खाइ चाहिँ चाहिँ फेरि टोपी टोपी ठिकै क्या छ ओ के भयो हेर्दैछ चिसो लाग्यो कोठा पाएको छ त्यति साह्रो नहुँदा नि हुन्छ तातो छ फेरि अग्लो भयो नि घाँटी दुख्छ होला नि उयो यो चाहिँ माथिबाट ओढाइदिँदा हुन्छ होला यो छ नि त तातो नानी चाहिँ निकाल्नु कि डाइपर फेरिदियो नि यति 5 घन्टा साह्रो पर्छ उसलाई त पछि